साथीहरू अहिले भने भुन्टी सिरियलको नयाँ भागमा हामीले भूपेन्द्रका दुश्मनहरूले अहिले भुन्टीलाई अपहरण गरेर राखेका छन् भन्ने कुरा त थाहा पाएका नै छौँ। वास्तवमा भूपेन्द्रसँग बदला लिनको लागि यसरी शङ्कर अनि अरू दुश्मनहरू मिलेर भूपेन्द्रकी श्रीमती भुन्टीलाई अपहरण गरेर राखेका छन् भने भुन्टी सिरियलको अर्कोतिर अहिले भने भूमिकाको बिहे गर्ने भनेर गाउँमा प्रस्ताव पनि आएको छ। वास्तवमा भूमिकाको बिहे गर्नको लागि भूमिकाका आमा बुवा दुवैजनाले चिनेको व्यक्तिले मेरो छोरा अनि भूमिकाको बिहे गरौँ भन्दै प्रस्ताव ल्याएका हुन्छन्। त्यही भएर उनीहरूले पनि सहरमा भएको आफ्नो छोरा भूपेन्द्रलाई फोन गरी भूमिकाको बिहे गर्नको लागि एकजना व्यक्तिले भूमिका अनि मेरो छोराको बिहे गरौँ भनेर यहाँ गाउँमा एउटा प्रस्ताव लिएर आएका छन्। अब भूमिकाले बिहे गर्न मान्छ कि मान्दिन अनि उता विदेशमा भएका ठुल्दाई भाउजूले के भन्छन्, त के भन्छस्, भीमले के भन्छ, सबै कुराहरू सबैजना मिलेर छलफल गर्नु अनि के निष्कर्षमा पुग्छौ चाँडै हामीलाई जवाफ दिनु भनेर यसरी गाउँमा भएका आमा बुवाले यता भूपेन्द्रलाई प्रश्न गर्छन्। अनि यता भूपेन्द्रले पनि सबैजनासँग म छलफल गर्छु अनि तपाईहरूलाई खबर गर्छु भनेर भूपेन्द्रले जवाफ दिन्छन्। यसरी भूपेन्द्रले चाँडै टुङ्गो नदिएको कारणले गर्दाखेरि अर्कोतिर बालकुमारीले भने अहिले भुन्टीलाई गलत सोच्न थालेकी छिन्। अब भुन्टीको कारणले गर्दाखेरि भूमिकाको त्यति राम्रो केटासँग बिहे नहुने पर्यो भनेर बालकुमारीले सोचेकी छिन्। वास्तवमा यता भूपेन्द्र भने आफ्नी बहिनी भूमिकाको अवस्थाका कारणले गर्दाखेरि सायद अहिले भने भूमिकाको बिहे गर्नु हुँदैन होला भन्ने निर्णय लिएका छन्। अनि गाउँबाट आमा बुवाले भूमिकाको विषयमा यस्तो कुरा गर्दा भूपेन्द्र निराश परेका हुन्। उता गाउँमा बालकुमारीले भने अब भूपेन्द्रले पक्कै पनि भूमिकाको बिहे गरौँ कि नगरौँ भनेर त्यही आफ्नी बुढी भुन्टीलाई सोध्छ होला। अनि भुन्टीले त भूमिकाको राम्रो भएको कहाँ हेर्न सक्थी र। अब भुन्टीको कारणले गर्दाखेरि त्यति राम्रो केटासँग भूमिकाको बिहे नहुने पर्यो यसो भन्दै बालकुमारीले अहिले भने भुन्टीलाई दोष दिन थालेकी छिन्। भुन्टीमाथि यसरी हुँदै नभएका आरोपहरू लगाएकी छिन्। आफ्नी छोरी भूमिकाले भने सहरमा बस्दा के कस्ता गल्तीहरू गरेकी छे अनि भूमिका कुन अवस्थाबाट गइरहेकी छे यस विषयमा भने बालकुमारीले कुनै पनि खोजी निन्दा गरेकी छैनन्। अनि कतै भूमिकाको त्यति राम्रो केटासँग बिहे नहुने पर्यो अनि भुन्टीको कारणले गर्दाखेरि बिहे नहुन सक्छ भनेर बालकुमारीले यसरी अनेक कुराहरू सोचेर भुन्टीलाई भने गलत भनिरहेकी छिन्। उनका श्रीमानले पनि किन भुन्टीलाई दोष दिन्छेस्, भूमिका आफै केटालाई पछ्याउँदै त्यहाँ सरसम्म गएकी हो। अब भूमिकाले बिहे गर्न मानी भने त भूमिकाको बिहे हुन्छ। यदि भूमिकाले बिहे गर्न मानिन भने अनि भूमिकाले आफै खोजेको केटासँग बिहे गरी भने त कसरी भूमिकाको हामीले भनेको केटासँग बिहे हुन्छ त। यसरी हुँदै नहुने कुरामा किन भुन्टीलाई दोष दिन्छेस् भन्दै बालकुमारीका श्रीमानले भने बालकुमारीलाई सम्झाउँछन्। भुन्टी सिरियलको अर्कोतिर अहिले भने भुन्टीलाई भूपेन्द्रसँग न्यु खोज्ने या भनौँ भूपेन्द्रका दुश्मनहरूले अपहरण गरेर राखेका छन्। भूपेन्द्रसँग तिनीहरूले पटक पटक बदला लिने, भूपेन्द्रको बिजनेस घाटामा पुर्याउने अनि भूपेन्द्रलाई फसाएर जेल हाल्ने कोसिस गरेका थिए। तर उनीहरूले जति नै पटक कोसिस गर्दा पनि उनीहरूको योजना सफल हुन सकेन। त्यही भएर अहिले भने यसरी भूपेन्द्रका दुश्मनहरूले भुन्टीलाई चाहिँ अपहरण गरेर राखेका छन्। भुन्टीलाई अपहरण गरियो अनि भुन्टीलाई दुःख दिन सकियो भने भूपेन्द्र आफै आफ कमजोर हुन्छ अनि त्यो कमजोर भूपेन्द्रसँग त हामीले सजिलैसँग बदला लिन सक्छौँ भन्ने सोचेर त्यसरी अहिले भने शङ्कर लगायतका अन्य भूपेन्द्रका दुश्मनहरू एकजुट भएका छन् अनि भुन्टीलाई अपहरण गरेर राखेका छन्। जब भूपेन्द्र आफ्नो अफिसमा काम गर्न अनि भुन्टी पढ्नको लागि स्कुल जान तयार भएकी थिइन् तब भूपेन्द्रलाई एउटा फोन आउँछ। अनि फोनमा त्यो व्यक्तिले भने तपाईँको पसलमा चोरी भइरहेको छ, चाँडै तपाईँको पसल आउनु भन्दै भूपेन्द्रसँग कुरा गर्न थाल्छ। सुरुमा त कसैले मसँग झुटो बोलेको होला, फ्रड गर्न खोजेको होला भनेर भूपेन्द्रले त्यो व्यक्तिले भनेको कुरा वास्ता गर्दैनन्। तर त्यो व्यक्तिले भने फेरि भूपेन्द्रलाई फोन गरेर म तपाईँको अफिस नजिकै बस्ने मान्छे हुँ, तपाईँको पसलमा चोरी भइरहेको छ, चाँडै आउनु भन्दै भूपेन्द्रलाई डर देखाउँछ। त्यस पछाडि त भूपेन्द्रले पनि कतै साँच्चै नै मेरो पसलमा चोरी भएको त होइन भन्ने सम्झन्छन्। अनि आफ्नै श्रीमती भुन्टीलाई आज तिमी एक्लै स्कुल जाऊ, मेरो सानो काम पर्यो भनेर भूपेन्द्र भने आत्तिँदै
आफ्नो अफिस या भनौँ पसलतिर राख्छन्। यता भुन्टी भने सधैँ मलाई स्कुल पुर्याएर अफिस जाने मान्छे आज किन यसरी आत्तिँदै आफ्नो अफिस अनि पसलतिर जानुभयो भनेर भुन्टीले आफै सोचिन्। तर त्यस्तो केही पनि ठुलो समस्या परेको छैन होला। यदि ठुलो समस्या परेको भए त पक्कै मलाई पनि सुनाउनु हुन्थ्यो होला भनेर भुन्टीले सोचिन्। यता भूपेन्द्र भने आफ्नो अफिसमा पुग्छन्। तर अफिसमा पुग्दा आफूले खटाएका सबै कर्मचारीहरू राम्रोसँग काम गरिरहेका हुन्छन् भने पसलमा भएको सबै सामानहरू पनि त्यही ठाउँमा हुन्छ, केही पनि कुराको चोरी भएको हुँदैन। यो देखेर भूपेन्द्र छक्क पर्छन्। मलाई कसले यसरी फ्रड गर्नको लागि यसरी फोन गरी गरी झुटो कुरा बोलो। यो कुरा भूपेन्द्रले सोचिरहेका हुन्छन् भने उता भुन्टी पढ्नको लागि एक्लै स्कुलतिर जाँदै हुन्छन्। यता भूपेन्द्रलाई फोन गर्ने भने भूपेन्द्रकै दुश्मनहरू हुन्छन्, शङ्कर, त्यो छिमेकी अनि अर्को एकजना आक्रमणकारी र भूपेन्द्रको दुश्मन मिलेर यता भुन्टीको पिछा गरिरहेका हुन्छन्। भुन्टी भने एक्लै स्कुलतर्फ जाँदै हुन्छन्। यसरी भुन्टीलाई एक्लै देखिसकेपछि ती सबैजना मिलेर अहिले भने भुन्टीलाई समात्छन् अनि अपहरण गर्छन्। यसरी भूपेन्द्रसँग बदला लिनको लागि भूपेन्द्रका दुश्मनहरू मिलेर भुन्टीलाई अपहरण गरेका छन्। विगतमा पनि उनीहरूले पटक पटक भूपेन्द्रलाई दुःख दिने कोसिस गरेका थिए। सबैभन्दा सुरुमा त शङ्कर अनि एकजना अर्को दुश्मन मिलेर भूपेन्द्र अनि भुन्टीलाई जङ्गलमा पछाडिबाट आक्रमण गरेका थिए, जसमा भूपेन्द्र अनि भुन्टी दुवैजना घाइते भएका थिए। उनीहरूले त भूपेन्द्र अनि भुन्टी दुवैजनालाई मार्ने योजना बनाएका थिए, तर उनीहरूको योजना भने त्यहाँ सफल हुन सकेन। यता भूपेन्द्रले भने आफूमाथि आक्रमण गर्ने अरू कोही नभएर त्यही शङ्कर हो भन्ने कुरा थाहा पाइसकेपछि आफ्नो स्वास्थ्य अवस्था ठिक भइसकेपछि भूपेन्द्रले त्यसलाई समातेर कानुन या भनौँ प्रहरीमा बुझाएका थिए। अनि शङ्कर पनि जेल परेको थियो, तर आफ्नो सोर्स अनि पावर लगाएर शङ्कर भने चाँडै जेलबाट निस्क्यो। यसरी एकपटक भूपेन्द्रलाई आक्रमण गरिसकेपछि शङ्कर जेलमा पुगेको थियो, तर पनि शङ्कर सुध्रेन। शङ्करले फेरि पनि भूपेन्द्रसँग बदला लिने योजना बनायो अनि सबैभन्दा सुरुमा आफ्नो एकजना व्यक्ति खटाएर भूपेन्द्रको घर नजिकै राख्यो अनि दाजुभाइको सम्बन्ध बिगार्यो। हो साथीहरू, भूपेन्द्र अनि भीमको सम्बन्ध बिगार्न सफल हुने त्यो छिमेकी त्यही शङ्करले खटाएको थियो। त्यो छिमेकीले भने भीमलाई पटक पटक भड्काउँछ अनि भीम पनि आफ्नो दाजु भूपेन्द्रसँग झगडा गर्छन्, आफ्नो दाजु भूपेन्द्रको विरुद्धमा हुन्छन्। यसरी शङ्करले यसरी दुईजना दाजुभाइको सम्बन्ध बिगार्न सफल भइसकेपछि भीमलाई आफ्नो पक्षमा लिएको थियो। भीमलाई आफ्नो पक्षमा लिएर तिमीले अब भने आफ्नो दाजु भूपेन्द्र विरुद्ध जसरी पनि प्रहरीमा उजुरी दिनुपर्छ, भूपेन्द्रलाई जेल हाल्नुपर्छ, अनि मात्र तिमीले सोचेको कुरा पुरा हुन्छ अनि हामीले पनि बदला लिन सक्छौ भनेर त्यो शङ्करले भूपेन्द्रलाई जेल हाल्न खोजेको थियो। तर यता भुन्टीले भने आफ्नो योजना बनाउँछिन् अनि भीमलाई सुधार्थिन्। त्यही भएर यता शङ्करले बनाएको योजना असफल भएको थियो। तर अहिले शङ्करले फेरि पनि भूपेन्द्रसँग बदला लिनको लागि यसरी भुन्टीलाई अपहरण गरेको छ। पटक पटक भूपेन्द्रसँग बदला लिन खोज्दा पनि आफूले बनाएको योजना पुरै असफल भएको कारणले गर्दाखेरि यो पटक भने शङ्करले यसरी सुरुमा भुन्टीलाई नै अपहरण गरेको हो। भुन्टीलाई अपहरण गरिसकेपछि भूपेन्द्र कमजोर भइहाल्छ अनि कमजोर भएको त्यो भूपेन्द्रसँग सजिलै बदला लिन सकिन्छ, त्यसको बिजनेस घाटामा पुर्याउन सकिन्छ भन्ने यो सबै त्यही भूपेन्द्रको दुश्मन शङ्करको योजना हो। भुन्टी सिरियलको अर्कोतिर भने यता भुन्टी अनि भर्खरै विदेशबाट आएकी भाउजूको पनि सम्बन्ध धेरै बिग्रेको छ। ती भाउजूले अहिले भने भुन्टीलाई दुःख दिने अनि हेप्ने गर्न थालिसकेकी छिन्। विगतमा जब यी भाउजूले भुन्टी गाउँकी केटी हो अनि धेरै पढेकी छैन र भर्खर मात्र पढ्नको लागि स्कुल जाँदैछ, भूपेन्द्रले भर्खर मात्र भुन्टीलाई पढ्नको लागि स्कुलमा भर्ना गरिदिएका छन् भन्ने कुरा जब यी विदेशबाट आएकी भाउजूले थाहा पाउँछिन्, तब भने उनले भुन्टीलाई हेप्ने गर्न थालिसकेकी छिन्, हेप्न सुरु गरिसकेकी छिन्। गत हप्ता आएको भागमा पनि जब भूपेन्द्र, भुन्टी अनि भूमिकालाई दुःख दिने, भूमिकालाई कुटपिट गर्ने केटालाई सजाय दिनको लागि त्यसको घरतर्फ गएका थिए, तब भाउजूले भने भुन्टीलाई खाना पकाउनको लागि घरमा नै राख्नु भनेर भनेकी थिइन्। तर भुन्टी भने आफ्नी नन्द भूमिकासँगै त्यही केटालाई सजाय दिनको
लागि गएकी थिइन्। जब भूपेन्द्र, भुन्टी अनि भूमिका घरमा फिर्ता आउँछन् तब भने यता विदेशबाट आएका दाजु भाउजूले त खाना खाइसकेका हुन्छन्, तर उनीहरूले भने भूपेन्द्र, भुन्टी अनि भूमिकाको लागि केही पनि खाना राखिदिएका हुँदैनन्। यहाँसम्म कि विदेशबाट आएकी भाउजूले त जुठा भाँडाहरू सबै भुन्टीले माछे भन्ने सोचेर भुन्टीको लागि थुपारिदिएकी हुन्छन्। यसरी अहिले भने ती विदेशबाट आएकी भाउजूले भुन्टीलाई त हेप्न सुरु गरेकी छँदैछिन्। त्यति मात्र नभएर उनले अहिले भने भूपेन्द्रलाई पनि गलत बुझेकी छिन्। भूपेन्द्र पनि बिहे गरिसकेपछि त पुरै परिवर्तन भएछन्, मैले भनेको केही पनि मान्दैनन् भनेर उनले यसरी भूपेन्द्र अनि भुन्टी दुवैजनालाई गलत बुझेर दुवैजनाको कुरा काट्न थालिसकेकी छिन्। त्यति मात्र नभएर विदेशबाट आएकी भाउजूले भुन्टीलाई यति मात्र होइन अझै धेरै दुःख दिइरहेकी छिन्। हो साथीहरू, अहिले भने ती भाउजूले भुन्टी यसरी पढेको कुरा मन पराएकी छैनन्। उनी अहिले भने भुन्टीलाई स्कुलबाट छुटाएर अहिले गाउँ पठाउन चाहन्छन्। भुन्टीको पढाइ बन्द गरेर अहिले भने यसरी ती भाउजूले भुन्टीलाई गाउँमा नै जाओस् भन्ने सोचिरहेकी छिन्। यही कुरा उनले आफ्नो श्रीमानसँग गर्छिन्। अब तपाईँले भूपेन्द्रलाई भनेर भुन्टीलाई गाउँ पठाइदिनु, गाउँमा भुन्टी जान्छे, बरु म सहरमा बस्छु, यसो भन्दै भाउजूले भनेकी छिन्। उता उनका श्रीमानले भने अनि भूपेन्द्रले भर्खर त आफ्नी श्रीमतीले पढोस् भनेर स्कुलमा भर्ना गरिदिएको अरे, अनि म कहाँ भूपेन्द्रलाई तेरी बुढीलाई स्कुलबाट निकाल अनि गाउँ पठा भन्छु त भनेर उता उनका श्रीमानले भने म यस्तो कुरा गर्दिनँ भनेर जवाफ दिएका छन्। तर यता भाउजू भने जसरी पनि भुन्टीको पढाइ छुटाएर भुन्टीलाई गाउँ पठाउन चाहन्छन्। यसरी भुन्टी प्रतिको नियत भाउजूको ठिक छैन। विगतमा बालकुमारीले भुन्टीलाई पटक पटक दुःख दिने गर्थिन्, तर जब भूपेन्द्रले भुन्टीलाई सहर ल्याए तब भने भुन्टीको दुःख कम भएको थियो। तर अहिले यसरी विदेशबाट आएकी भाउजूले भने विगतमा बालकुमारीले दिएको दुःख जसरी नै भुन्टीलाई हेप्ने अनि दुःख दिने सुरु गरिसकेकी छिन्। यता भुन्टी भने भर्खर त पढ्नको लागि स्कुल जाँदैछिन्। जब गाउँमा बसेर भुन्टी पढ्ने गर्थिन् तब बालकुमारीले भने भुन्टीलाई धेरै कामहरू अराउने गर्थिन् अनि हेपेर धेरै दुःख दिने गर्थिन्। भुन्टीले गाउँमा बसेर पढ्न सकिनन् अनि धेरै दुःखहरू पनि भुन्टीले सहनु पर्यो। यसरी भुन्टी गाउँमा बस्दा भुन्टीले धेरै दुःख सहनु पर्यो अनि राम्रोसँग पढ्न पनि सकिनन् भन्ने कुरा भूपेन्द्रले बुझिसकेपछि भूपेन्द्रले आफ्नी श्रीमती भुन्टीलाई सहर ल्याएका थिए। सहर ल्याउँदा पनि भूपेन्द्र अनि भुन्टीको जीवनमा धेरै समस्याहरू आएको कारणले गर्दाखेरि भुन्टीले राम्रोसँग पढ्न पाएकी थिइनन्। तर जब भुन्टी पढ्नको लागि स्कुल जाँदैछिन् तब भने विदेशबाट आएकी भाउजू भुन्टीको दुश्मन हुन पुगिन्। उनले अहिले भने भुन्टीको पढाइ छुटाउन खोजिरहेकी छिन्। अर्कोतिर भूपेन्द्रको जीवनमा भने पटक पटक धेरै समस्याहरू आइरहेका छन्। विगतमा पनि धेरै समस्याहरू आएका थिए, तर भूपेन्द्रले भने ती सबै समस्याहरूलाई समाधान गर्दै गइरहेका थिए। तर अहिले भने भूमिकाको अवस्थाका कारणले गर्दाखेरि पनि भूपेन्द्र समस्यामा त छँदैछन्। त्यति मात्र नभएर दाजु भाउजूबाट त्यति धेरै पैसा सापटी मागेर सहरमा बिजनेस चलाएको कारणले गर्दाखेरि अब दाजु भाउजूको त्यति धेरै पैसा मैले कसरी तिर्नु भनेर पनि भूपेन्द्र समस्यामा छन्। त्यही समयमा यता शङ्करले भने आफ्नो बदला पुरा गर्नको लागि भुन्टीलाई अपहरण गरेर राखेको छ। अब भुन्टीलाई शङ्करले कहाँ अपहरण गरेर राखेको छ अनि किन यसरी दुःख दिन खोजिरहेको छ भन्ने कुराले भूपेन्द्र धेरै चिन्तामा छन्। अब भने भूपेन्द्रले आफ्नी श्रीमती भुन्टीलाई बचाउन धेरै आवश्यक छ। भूपेन्द्रसँग बदला लिनको लागि शङ्करले यता भुन्टीलाई चोट पुर्याउन सक्छ, भुन्टीलाई समस्यामा पार्न सक्छ। अब भने भूपेन्द्रले आफ्नी श्रीमती भुन्टीलाई बचाउन त धेरै आवश्यक छँदैछ नै, त्यति मात्र नभएर शङ्करलाई अब भूपेन्द्रले सजाय दिनै पर्छ। किनभने जबसम्म शङ्करले ठुलो सजाय पाउँदैन अनि फेरि पनि जेल जाँदैन त्यति बेलासम्म भूपेन्द्रलाई शङ्करले दुःख दिन छाड्दैन। त्यही भएर अब भने भूपेन्द्रले आफ्नै श्रीमती भुन्टीलाई त बचाउनु पर्छ नै, शङ्करलाई फेरि पनि जेल हाल्नुपर्छ। भुन्टीलाई जसरी पनि भूपेन्द्रले अब आउने नयाँ भागमा बचाउनु पर्छ भन्ने को हुनुहुन्छ तल रहेको खाली कमेन्ट सेक्सनमा भुन्टी भूपेन्द्र भनेर कमेन्ट गर्न सक्नुहुनेछ। अनि यस्तै खालको भिडियोहरू हेर्नको लागि हाम्रो यो च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला।